सुदूरपश्चिमले पनि आफ्नो पहिलो खेल काठमाडौँ गोर्खाजको अगेन्स्ट जितेको छ। 29 रनले जित्न सफल भएको छ। हिजो को म्याचको कुरा गरौँ भने काठमाडौँ गोर्खाले पहिला टस जितेर फिल्डिङ रोजेको थियो अनि सुदूरपश्चिमले 20 ओभर खेल्दै 147 रन जम्मा बनाउन सफल भएको थियो फर्स्ट इनिङमा। अनि त्यसपछि काठमाडौँ गोर्खाज चेस गर्न बेलामा 118 रनमै अल आउट भएको छ। यहाँ 16 ओभर पोइन्ट 5 बलमै यानि कि 20 ओभर पनि खेलेन, पुरै 16 ओभरमै अल आउट भयो है। 29 रनले हार्यो। हिजोको पुरैको म्याचको कुरा गरौँ भने सुदूरपश्चिमको पहिला ब्याटिङ गर्दाखेरि सुदूरपश्चिमको ब्याटिङ एकदम नराम्रो भएको थियो, किनभने टप अर्डर ब्याट्सम्यान कोही पनि चलेन, सब फ्लप भएको थियो। यस्तो लागिरहेको थियो कि 100 रन पनि बनाउन सक्दैनन् जस्तो लागिरहेको थियो। तर तिनीहरूको लास्ट 7th डाउन आएको ब्याट्सम्यान हरमित सिंह है, हरमित सिंह र दिपेन्द्र सिंह ऐरीको पार्टनरसिप एकदम राम्रो भएको थियो। हरमित सिंहको 20 बलमा 53 रन एकदम इम्पोर्टेन्ट, त्यही 53 रनले गर्दा नै सुदूरपश्चिमले जित्न सफल भएको थियो। अरू ब्याट्सम्यानहरू खासै रन बनाउन सकेनन्। डबल स्कोरमा आरिफ शेखले 25 रन, दिपेन्द्र सिंह ऐरीले 39 रन अनि त्यस्तै हरमित सिंहले 53 रन। होइन भने अरू सबै ब्याट्सम्यान कोही दुईटा ओपनर त दुईटै 0-0 मा आउट भएको छन्। जस ब्राउन र वीरेन्द्र भण्डारी दुईटै 0 मा। अनि त्यसपछि फर्स्ट डाउन आएका क्रिस लिनले 2 रन है, ईशान पाण्डे 11 रन, स्कट कोग्लिङले 1 रन, हेमन्त धामी 3 रन, अविनाश बोहरा 1 रन। त्यही भएर अरू ब्याट्सम्यान कोही पनि चलेन के, त्यही दुईटा ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरी र हरमित सिंह र आरिफ शेख तीनटा ब्याट्सम्यानको स्कोरले गर्दा 147 रन बनाउन सफल भएको थियो। बलिङ एकदम राम्रो गरेको थियो काठमाडौँले है। अनि त्यसपछि काठमाडौँ ब्याटिङ गर्न आउनेमा आएर खासै धेरै रन चाहिएको थिएन। 147 रन भनेको T20 मा केही पनि होइन, डबल सिङ्गल खेलेको भए पनि मजाले जित्थ्यो के। तर सुरुवात राम्रै भएको थियो। आकाश त्रिपाठीले 34 रन अनि बेनले 8 रन बनाएका थिए है। त्यसपछि आएको भीम सार्की, सन्तोष यादव यी सबै एकदम बल डट खेलिदिने है। एटलिस्ट चौका छक्का हान्न सके पनि सिङ्गल डबल खेलेको भए पनि जित्थ्यो के। सिङ्गल डबल खेल्न नसकेर हिजो चाहिँ काठमाडौँ गोर्खाज हारे हो के। T20 भन्दैमा हरेक बलमा चौका छक्का हान्नुपर्छ भन्ने छैन के, किनभने त्यति रन स्कोरै थिएन के। काठमाडौँले मजाले सिङ्गल डबल अस्ति चितवन किन जित्यो भनेपछि त्यो रवि भोपाराको ब्याटिङ कसैले हेरेको थियो भने कस्तो राम्रो के, उसको धेरै चौका छैन, धेरै छक्का छैन के, तर उसले हरेक बल धेरै कम डट बल खेल्यो कि उसले मजाले सिङ्गल डबल यस्तो कुल मजाले उसले चेस गर्यो है। पुरै उसैले जिताएको भनौँ है रवि भोपारले। त्यस्तै कोही हिजो काठमाडौँ गोर्खाजमा पनि त्यस्तै कोही रोल खेलेको भए मजाले डबल सिङ्गल खेलेको भए मजाले चेस हुन्थ्यो के। रन बनिसकेको थियो के, लगभग काठमाडौँको 8 ओभरमा 70-80 रन बनिसकेको थियो। लास्ट 10-12 ओभरमा 60 रन 70 रन जम्मा बनाउन थियो के, तै पनि बनाउन सकेनन् के। विकेट 6-7 विकेट बाँकी हुँदा पनि काठमाडौँ बनाउन सकेनन् के। मेन कारण भनेको त्यही टेम्परामेन्ट, T20 भन्ने बित्तिकै चौका छक्कै हान्नुपर्छ भनेर त्यो माइन्ड सेटले खेलेको हुनाले हो कि। काठमाडौँको ब्याटिङ राम्रो छ कि, किनभने फर्स्ट गेम हामीले हेरेको जनकपुरसँग धेरै राम्रो चेस गरेको पनि हो है। तर हिजोको गेम भने कोल्याप्स भयो कि, आत्तिएर खेले जस्तो लाग्यो मलाई। अनि त्यही माथि अम्पायरिङ एकदम साधारण के, एकदम के भन्ने त्यसलाई के, योभन्दा अलिकति बेटर चाहिन्छ कि। किनभने यो अब इन्टरनेसनली सबैले हेरिरहेको छ, कुनै क्लबको होइन। त्यही भएर इन्टरनेसनली अब हेर्दाखेरि सबै अब चोप पनि हेरिरहेछ नि त। अहिले त इन्टरनेसनल सब मान्छेहरूले हेरिरहेको छन्, टिभीमा दिइरहेछ, लाइभ त्यत्र 10,000 जनता गएर हेरिरहेको छन् भनेपछि अम्पायरिङ अलिकति सुधार गर्नुपर्छ। त्यस्तो एजहरू लागिरहेको, प्याडमा लाग्ने बित्तिकै आउट दिइरहेको छन्। प्याडमा लाग्ने बित्तिकै आउट हुन्छ भन्ने छैन नि त, प्याडमा लाग्नै हुन्न कि हाम्रो नेपालको एम्पायरहरूलाई, उत्तिखेर हात उठाइदिइरहेछन् है। त्यो एउटा गल्ती सुधार गर्नुपर्ने देखिएको छ है। किनभने ब्याट्सम्यानले राम्रो खेल्दा पनि एउटा गलत डिसिजनले गर्दा पुरै टिमको माहौलै नराम्रो हुन्छ कि, गेमै पल्टिन्छ नि त एउटा डिसिजनले गर्दा। त्यही भएर त्यो अम्पायरले पनि एकदम ध्यान दिनुपर्ने छ। अलिकति अझै सुधार गर्नुपर्ने ठाउँ छ अम्पायरिङको। धेरै गलत डिसिजनहरू देखिरहेको छ फर्स्ट गेमदेखि अहिलेसम्म हेर्दाखेरि है। स्पेसली यो के भन्छ
लेग बिफोरको है प्याडमा लाग्ने बित्तिकै आउट दिइरहेको छन् क्या, त्यो चाहिँ अलिकति सुधार गर्नुपर्ने देखिएको छ। हिजोको म्याच जे होस् राम्रो खेल्यो उसले, हरमित सिंह एकदम बलिङ ब्याटिङ फिल्डिङ उसको एकदम अन द टप थियो, उसैले गर्दा नै जित्यो, त्यही भएर म्यान अफ द म्याच पनि उनै भयो है। जे होस् काठमाडौँ गोर्खासको अब 2टा म्याचमा एउटा गेम जितेछ, एउटा गेम हारेर 2टा पोइन्ट छ। पोइन्टको कुरा गरौँ भने सबै टिमले आफ्नो 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 एउटा गेम खेलिसकेको छ, लुम्बिनी लायन्स बाहेक है। लुम्बिनी लायन्सलाई मात्र गेम दिएन होइन भने सबैले लगभग आफ्नो हरेक गेम खेलिसकेको छ। अहिलेसम्म जितेको भनेको काठमाडौँ गोर्खाले 2टा गेममा एउटा जितेछ एउटा हारेछ 2 पोइन्ट, अनि त्यस्तै सुदूरपश्चिमले अब हिजो काठमाडौँलाई हराउँदै एक गेममा त्यही एउटा गेम जितेर 2 पोइन्ट, अनि त्यस्तै चितवन राईले पनि आफ्नो एक गेम खेलेर एक गेम जितेछ, अनि त्यस्तै विराटनगरले पनि आफ्नो एक गेम खेलेर एक गेम जितेछ। जनकपुर भोल्ट्स अनि त्यस्तै पोखरा अनि कर्णाली एक्स आफ्नो पहिल्यै गेममा हारेको छ, 3टै जना हारेको छ। अनि त्यस्तै आज लुम्बिनी लायन्स भर्सेस चितवनको गेम छ। अब आज पहिलो गेम हुन्छ लुम्बिनी लायन्सको, कुन प्लेइङ 11 हुन्छ भन्ने कुरा थाहा छैन है, किनभने टिम नयाँ सबै नयाँ टिमको नयाँ प्लेयरहरू छन्। तपाईँहरूलाई थाहा छ भने कमेन्ट गर्नु होला। म चाहिँ अलिक गेस लाउन सकेन किनभने हेरेँ मैले है, सबै खेलाउने टाइपै छन् है, सबै राम्रै छन्, कसलाई निकाल्ने कसलाई ननिकाल्ने अब हेरेपछि थाहा हुन्छ फर्स्ट गेममा कस्तो टिम खेलाउँदो रहेछन्। चितवनको कुरा गरौँ भने चितवन अस्ति भर्खरै कर्णाली एक्ससँग खेलेको प्लेइङ 11को कुरा गरौँ भने दीपक बोहरा, डेभिड मलान, देव खनाल, रवि बोपारा, कुशल मल्ल, सैब जैद, अर्जुन साउद, सोहेल तन्वीर अनि रिजन ढकाल, कमल ऐरी, विपिन आचार्य, यो प्लेइङ 11 थियो है। मलाई लाग्दैन अब केही चेन्जेस हुन्छ होला, किनभने एकचोटि जितिसकेपछि सायद हरेक टिमले आफ्नो विनिङ प्लेइङ 11 नै कन्टिन्यू गर्छ है, मेरो विचारमा है। त्यही भएर सायद चेन्ज गर्दैन होला, यही नै प्लेइङ 11 हुन्छ होला। लुम्बिनी लायन्सको पनि टिम एकदम राम्रो छ, किनभने तिनीहरूको टिम पनि अब सन्दीप जोरा छ, अनि रोहित पौडेल क्याप्टेन, दुर्गेश गुप्ता, गुलबाइदिन नायब, अविनाश गौतम है, अनि त्यस्तै आदिल खान, तिलक भण्डारी, थोमस ड्राका, शेर मल्ल, दिलीप नाथ, विशाल पटेल, रोहित पौडेल है, अनि डिआरके सर्ट गरेर प्लेयरहरू छन् उसको पनि है। अब त्यही भएर हेर्नुपर्ने कुरा के छ भने प्लेइङ 11मा को हुन्छ, कस्तो प्लेइङ 11 खेलाउने छ। डे नाइट म्याच छ आज पनि लुम्बिनी लायन्स भर्सेस चितवनको है। अनि जस राम्रो सुरुवात भइरहेको छ। मेन कुरा भनेको अहिले गेम त राम्रो खेलिरहेको छ सबैले, अम्पायरिङ अलिकति सुधार गर्नुपर्ने देखिरहेको छ मेरो विचारमा। हिजो पनि गेममा सुदूरपश्चिमको त्यो ओपनर ब्याट्सम्यान एकदम निक लागिरहेको थियो है, इनसाइड एज लागिरहेको थियो, आउट दियो है, किनभने एउटा त्यो आउट दिएको हुनाले प्रेसरमा आइहाल्यो क्या, 1-2 बलमै फर्स्ट ओभरको सेकेन्ड बलमै आउट भइसकेपछि त एउटा टिम त्यतिकै प्रेसरमा जान्छ नि त। त्यही भएर त्यति चाहिँ सुधार गर्नुपर्छ मेरो विचारमा, हात उठाउन भन्दा आउट दिनुभन्दा अगाडि अलिकति सोचेर दिनुपर्छ जस्तो लाग्छ मेरो विचारमा। अरू त सबै ठिकै गइरहेछ अहिलेसम्म हेर्दाखेरि, ग्राउन्ड पनि राम्रै देखिरहेछ। तर NPL 1 भन्दा NPL 2 मा सबै टिमले आफ्नो एकदम नयाँ प्लेयरहरू ल्याएर बलियो टिम बनाएको छ। पहिलो NPL मा त्यति एक्सपिरियन्स थिएन, तर अहिले चाहिँ त्यो फर्स्ट सिजनको एक्सपिरियन्सले अहिले सेकेन्ड सिजनमा सबैले आफ्नो नयाँ प्लेयर ल्याएर एकदम राम्रो टिम ब्यालेन्स टिम बनाएको छन् सबैले। त्यही भएर कोही टिम त्यस्तो कमजोर देखिरहेको छैन, सबै टिम जित्न सक्छ जस्तो लागिरहेको छ। बरु योपालि मलाई जनकपुर भोल्ट्स पहिला चाहिँ एकदम राम्रो लाग्थ्यो, योपालि जनकपुर भोल्ट अलिकति अरू टिमभन्दा अलिक कमजोर जस्तो देखिरहेको छ, के खै किन है। अनि अब लुम्बिनी लायन्सको एउटा हेर्नु छ, म त अब लुम्बिनी लायन्सको एकदम बिग सपोर्टर हो, किनभने म लुम्बिनीबाट हो, त्यही भएर म लुम्बिनी लायन्सको सपोर्टर हो। तपाईँहरू कहाँबाट हो, कसलाई सपोर्ट गर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला। लुम्बिनी लायन्सलाई कहाँले हेपे जस्तो लाग्यो, किनभने अरू सबैको दुईटा म्याच हुन लागिसक्यो, लुम्बिनीको एउटा मात्र म्याच है, पहिलो म्याच हुनेछ। लुम्बिनी लायन्सलाई पनि अलिक चान्स दिनुपर्ने मेरो विचारमा पहिलो गेम। सायद यो सुदूरपश्चिमको गेम काठमाडौँसँग होइन कि लुम्बिनी लायन्ससँग हुनुपर्ने क्या, बल्ल सबैको एउटा हुन्थ्यो कि, काठमाडौँसँग किन गरेर मलाई थाहा भएन है। तर केही छैन, अब यो अब सेड्युल यस्तै बनेको छ पहिलेदेखि। तर लुम्बिनी लायन्सले
आफ्नो पहिलो गेम खेल्नेछ, अरू सबैले आफ्नो दोस्रो गेम खेल्नेछ। लुम्बिनी लायन्सलाई घाटा हुनेछ। किन घाटा हुनेछ भने अरू सबै अब एक एक म्याच खेलिसकेछ, एक्सपिरियन्स भइसकेको छ, अलिअलि त्यहाँबाट पिचको ग्राउन्ड थाहा भइसकेको छ। अनि त्यसपछि आफ्नो टिम कम्बिनेसन थाहा भइसकेको छ, कस्तो टिम खेलाउने कस्तो टिम नखेलाउने भनेर। त्यो चाहिँ एउटा लुम्बिनी लायन्सलाई घाटा हो है। किनभने फर्स्ट गेम खेल्दाखेरि अलिकति कन्फिडेन्स हुन्न नि त जसलाई पनि। अनि त्यसपछि कस्तो प्लेइङ 11 खेलाउने हो, अनि कन्डिसन कस्तो छ, अनि डे नाइट म्याच हुँदैछ, फेरि डे नाइट कस्तो हुन्छ भन्ने कुरा पनि एक्सपिरियन्स छैन नि त। पहिलोचोटि नेपालमा डे नाइट हुँदैछ। त्यो सबको जस घाटा हुनेछ लुम्बिनी लायन्सलाई। अरू टिमलाई अलिकति फाइदा हुनेछ, केही छैन। तर फर्स्ट गेम भए पनि लुम्बिनी लायन्सलाई बेस्ट अफ लक छ। अनि चितवनको पनि अनि चितवनसँग आज फर्स्ट गेम हुनेछ, चितवन भर्सेस लुम्बिनी लायन्स। भिडियो अहिलेलाई यति। अनि तपाईँहरूको विचारमा आज कसले जित्न सक्छ लुम्बिनी लायन्स भर्सेस चितवन राइनोजमा कमेन्ट गर्नु होला। अनि फेरि नेक्स्ट भिडियोमा फेरि भेटौँला। अहिलेलाई यति। बाई बाई, नमस्ते।